हेलो गाइजहरु वेलकम ब्याक टु माई मिनी ब्लग। आज चाहिँ म तपाईहरुलाई के भन्नको भन्दा आज चाहिँ हाम्रो आखिरले चाहिँ बाहिर बसेर दुईटा कुखुरा भान्तालाङ पारेछ है। के रिस उठो उसलाई यहाँ तपाईहरुले देख्न सक्नुहुन्छ। हेर्नुस् गाइजहरु, कुखुरा चाहिँ एउटा भाले एउटा पोथी चाहिँ भान्तालाङ पारेको छ हाम्रो आखिरले। टक्कलाई टाउकोमै हानेको छ। पोथी चाहिँ फ्याट्टै मरेछ भने भाले चाहिँ हल्का जिउँदैछ गाइजहरु। अब हामी आखेले सोध्छौँ आखेले के गरेर मारे त। आखे नमस्ते। नमस्ते। अनि तपाईले त आज दुईटा कुखुरा डाल्नुपर्छ। हामी दुईटा के 4वटा ढाल्छु। दुईटा मात्रै। अनि के गर्दा मार्नुभयो त बा? घर भनेको घरमा बस्दैन बाहिर। के भन्नु भनेर झट्टा पठाएको लठी तेर्साउँदा कुखुरा ब्याटलाक लडेछ। एउटा लडेको हुन्छ, दुईटामा लडेछ। ए दुईटा लडेछ। अब चट्टा हो के गर्ने त्यसलाई? त्यसलाई चट्टानी बनाउने, झोल पिउने। अब चट्टानी बनाएर तातो चट्टानी झोल खाने हो, अरू केही गर्दैन हो। अब त्यही हो, अब झोल खाने हो हामी, झोल बनाउने। अब यही हो। ल हस् त बा, धन्यवाद। पिउन तरकारी बनाएको, मसला मेथी सबै मिलाएर झोल खाने। मसला मेथी मिलाउनु पर्छ। ल है त बा, अनि झोल खाने। ल ल ल बाले किन मारे त भन्दा चाहिँ है गाइजहरु, अब रात परेर चाहिँ भित्र उलुङ भनेछ कुखुरा चाहिँ। त्यही भएर नमान्दा चाहिँ बाजेले लट्ठी यसो तेर्साको मात्रै दुईटा कुखुरा भान्तालाङमा। फेरि हाम्रो बाजे यस्तो खतरनाक हुनुहुन्छ। अब गाइजहरु यस्तै हो। अब भरे भोलि के भन्छ। हस् त गाइजहरु, धन्यवाद। मेरो भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्सक्राइब गर्न नभुल्नु होला। हस् त, धन्यवाद।